हेलो नमस्ते। आजको भिडियोमा बातचितलाई छलफल गर्नेछु। तपाईहरु सन्चै हुनुहोला। सबैजना युट्युबलाई हेरिराख्नु हुने सदा चाहिँ सबैमा मेरो तर्फबाट पुनः नमस्कार। आजको शीर्षक वाच्य हामी कसरी बनाउने, कसरी परिवर्तन गर्ने र यसको परिभाषा वाच्य भनेको के हो भनेर यो भिडियोमा प्रस्तुत गर्न गइरहेको छु। त वाच्य भनेको कुनै पनि वाक्यको कर्ता, कर्म र भाव मध्ये यिनी तीनवटा मध्ये कसको आधारमा क्रियालाई संगति गरिन्छ, क्रियाको संयोजन कसको आधारमा, कर्ता कि कर्म कि भाव, त्यसले के हो त वाच्य हो। जस्तै उदाहरण स्वरूप राम खाजा खान्छ। यस वाक्यमा अब यो खान्छ भने क्रियाको संगति भन्नुको अर्थ उसको लिङ्ग, वचन, पुरुष, आदर सबै कुरा चाहिँ यो कर्ताको आधारमा निश्चित भएको छ। त्यसैले यो वाक्यलाई हामी कर्तृ वाच्य भन्न सक्छौं। भने उसै वाक्यलाई यसरी बनाउँदाखेरि रामद्वारा खाजा खाइन्छ बनाउँदाखेरि यो वाक्यमा अब हेर्नुस् त, यो खाइन्छ भनेर यो अब यसको आधारमा चाहिँ हिँडेको छैन। खाजा कर्मको अब यसको लिङ्ग, वचन र पुरुषको आधारमा चाहिँ यसको संगति भएको कारण यसलाई के भनिन्छन्? कर्मवाच्य। यानी कि जुन वाक्यमा कर्मको प्रधानता छ, कर्मको आधारमा क्रियालाई संगति गराइराखेको छ भने त्यो वाक्य चाहिँ के हुन्छ भने कर्मवाच्य। त्यसैगरी अर्को भाववाच्य राम रोयो। अब यसलाई बनाउँदाखेरि रामबाट रोइयो। यो वाक्यमा रोयो भन्ने क्रियाले भावनालाई व्यक्त गरिराखेको छ। त्यसैले यो क्रियामा चाहिँ लिङ्ग, पद, संगतिहरूको खासै हुँदैनन्, लिँदैन। यसले लिङ्ग, वचन, पुरुष, आदर चाहिँ नहेरेको कारण यो जहिले पनि तृतीय पुरुषको एक वचनमा हुन्छन्। तृतीय पुरुषको एक वचनमा रहेको कारण र यसको मुख्य अर्थ हो भावनालाई प्रधान राख्नु। त्यसैले यस्तो वाक्यलाई हामी भाववाच्य भन्छौं। त यो तीनवटा उदाहरणबाट हामीले के देख्यौं भने एउटा वाक्यमा क्रिया मूलत कुन कुराको लिङ्ग, वचन, पुरुष र आदरलाई चयन गरिराखेको छ, कर्ता कि कर्म कि भाव। त्यसैलाई के भनिन्छ? वाच्य। यो हाम्रो परिभाषा भयो। अब हामीले कर्मवाच्यमा कसरी परिवर्तन गर्ने? वाच्यलाई परिवर्तन अब कर्तृ वाच्यबाट तपाईलाई कर्मवाच्यमा लग्न भन्यो भने के गर्ने, के बनाउने, कसरी बनाउने? कर्मवाच्य पहिलो क्रमवाच्य जहिले पनि सकर्मक। सकर्मक वाक्य हुन्छ। भन्नुको अर्थ कर्म लिएको। दोस्रो मुख्य कुरा जान्नुपर्ने कुरा के छ भने धातुमा ई प्रत्यय जोड्ने। तेस्रो प्रश्न को काल र पक्ष यथावतै राख्ने। र चौथो
कर्मको आधारमा लिङ्ग, वचन, पुरुष र आधार आधारमा क्रिया तय गर्ने। यति कुरा यदि हामी गरिराखेको छौँ भने, यो नियमलाई आधार लिएर यदि हामी हिँडिराखेको छौँ भने हामी क्रमवाच्यमा त्यसलाई परिवर्तन गर्न सक्छौँ। त्यसैगरी भाववाच्य कसरी बनाउने, भाववाच्य कसरी परिवर्तन गर्ने, त यसको क्रमवाच्यमा सकर्मक भए जस्तै यो के हुन्छ भने अकर्मक वाक्य, यानी कि कर्म नलिएको, कर्म नभएको वाक्यलाई हामी भाववाच्यमा परिवर्तन गर्न सक्छौँ। यसको पनि धातुमा ई प्रत्यय धातु र तेस्रो महत्त्वपूर्ण, यो भावना प्रधान भएको कारण यसको लिङ्ग, वचन, पुरुष, आधार केही परिवर्तन नभएर यो जहिले पनि त्यस्तै पुरुषको एक वचनमै हुन्छन्। भन्नुको अर्थ जसरी हामी तृतीय पुरुषको कर्ता राखेर जुन क्रिया प्रयोग गरिराखेको हुन्छौँ त्यही क्रिया यसमा चाहिँ व्यक्त हुन्छ। त यो हामीले भाववाच्य कसरी बनाउने र यसको पनि काल पक्षहरू जे हुन्छ त्यसमा चाहिँ राख्ने। र एउटा महत्त्वपूर्ण मैले अगाडि चाहिँ छुटेको थिएँ, नोटको रूपमा राखिदेऊ। यहाँ दुईटैको यदि प्रत्यक्ष कर्ता छ भने, प्रत्यक्ष कर्ता देखाइ परिरहेको छ भने कर्ममा पनि, क्रमवाच्यमा पनि र भाववाच्यमा पनि कर्तामा बाट र द्वारा जोड। यो अघि छुटेको कर्मवाच्यमा लेख्नु पर्थ्यो त मैले छुटे, त्यसैले यहाँ पनि राखिदिए। यो दुईटैमा चाहिँ प्रत्यक्षकर्ता देखा परिराखेको छ भने हामी बनाउँदाखेरि कर्तामा चाहिँ बाट र द्वारा जोडले, किनभने बाट र द्वारा जोडिदिएपछि हामी कर्ताको भ्यालु जो हुन्छ त्यो के हुन्छ, घटिहाल्छन् र कर्ममा कर्मको प्रधान भइहाल्छन्, भाववाच्यमा भावनाको प्रधान हुन्छ। अब यो यति जानेर अझै यसमा मुख्यतः हामीले यसमा के जान्नुपर्छन् भने, जब तपाईले कर्तृवाच्यमा परिवर्तन गर्न लाउँछन् भाववाच्यबाट र कर्मवाच्यबाट, त्यति बेला कर्ता यसो के हुन्छन्, को हुन सक्छन् भने अन्योलता हुन्छ। त्यसैले यसमा के देखा परेको हुन्छ भने भाववाच्यलाई पनि बनाउँदाखेरि प्रथम यानी कि पुरुषको आधारमा कर्ता जो आउँछन् त्यसमा बढी प्रयोगमा आउने के रहन्छन्, कुन पुरुष रहन्छन्। भाववाच्यमा पनि बढी मात्रामा प्रथम पुरुषको सर्वनाम म र हामी। जस्तै उदाहरण, म घरमा बस्छु, त यसलाई बनाउँदाखेरि घरमा बसिन्छ। त्यसैगरी हामी सबेरै उठ्यौं, सबेरै
सरी उठियो। त्यसैगरी यसको प्रथम पुरुषमा मात्रै होइन द्वितीय पुरुषमा पनि यो हुन्छ। द्वितीय पुरुषमा कति बेला हुन्छ भने प्रश्नको शैलीमा, प्रश्नात्मकमा, जस्तै के तिमी कहाँ सुत्छौ। अब यसलाई बनाउँदाखेरि के हुन्छ, कहाँ सुतिन्छ। प्रश्न गर्दाखेरि द्वितीय पुरुष, तृतीय पुरुषमा पनि हुन्छ, तर क्रम बढी चाहिँ के हुन्छन्, प्रथमको त्यसै गरेर द्वितीय, त्यसै गरेर तृतीय। तृतीय पुरुषमा हरि सुत्छ, त हरिद्वारा सुतिन्छ। यसरी तपाईले भाववाच्यमा पनि हेर्नुभयो, यो पुरुषको आधारमा बढी चाहिँ प्रथम पुरुष हुन्छ र त्यसपछि द्वितीय पुरुष, त्यसै गरी तृतीय पुरुष, र क्रमवाच्यमा पनि त्यस्तै हुन्छ, बढी मात्रामा प्रथम पुरुष, त्यसै गरी द्वितीय, त्यसै गरी तृतीय। जस्तै उदाहरण स्वरूप मैले गीत गाए, त्यसै गरी तिमीले गीत गायौ, त्यसै गरी श्यामले गीत गायो। अब यसलाई बनाउँदाखेरि यो त अब द्वाराबाट जे हुन्छ गीत गाइयो, यसरी हुन्छ। त यहाँ पनि के देखियो भने, र यसमा खास गरेर तृतीय पुरुषवाला क्रिया वाक्यहरू यो औपचारिक र प्राविधिक किसिमले बढी चाहिँ देखा परिराखेको हुन्छ। जस्तै उदाहरण स्वरूप सरकारले योजना ल्याए, त अब यसलाई बनाउँदाखेरि सरकार द्वारा योजना ल्याइयो। हुन्छ। यति कुरा त हामीले के जान्यौ त, यो पुरुषको चाहिँ क्रमाङ्क बढी त चाहिँ प्रथम पुरुष, त्यसपछि द्वितीय, त्यसपछि तृतीय पुरुषको हुन्छ। अब यसको अलावा पनि हामीले निकै महत्त्वपूर्ण कुराहरू जान्नु छ वाक्य परिवर्तन गर्दा। कहिलेकाहीँ कस्ता वाक्यहरू देखिन्छ भने जसमा प्रत्यक्षकर्ता चाहिँ देखा परिराखेको हुँदैनन्, तर हामी अनुमान गर्न सक्छौँ। जस्तै पैसा बाडियो, घर हेरियो। अब यो दुईटा उदाहरणमा मैले के देखा भने कर्ता यहाँ चाहिँ प्रत्यक्ष देखा परिराखेको छैन, तर हामी अनुमान गर्दाखेरि
यसको कर्ता पनि के हुन सक्छन्? म, हामी, यानी कि प्रथम पुरुष, द्वितीय र तृतीय पुरुष। यसमा पनि प्रधानता त्यही अगाडि जस्तै चाहिँ प्रथम पुरुषको बढी हुन्छ, त्यसै गरी तृतीय पुरुषको चाहिँ हुन्छ। त्यसै अब यस्ता वाक्यलाई यस्तो खालको जसमा चाहिँ कर्ता प्रत्यक्ष छैनन् तर अनुमान गरेर हामी बुझ्न सक्छौं, ज्ञात गर्न सक्छौं कि प्रथम होला, द्वितीय होला अथवा तृतीय। यस्ता वाक्यलाई, यस्तो किसिमको वाक्यलाई के भन्ने त, कस्तो भन्ने त? यस्तोलाई के भनिन्छ भने सकृतक। अब यो सकृतक वाच्य, यो चाहिँ तपाईको भाववाच्यमा पनि हुन्छन् र क्रमवाच्यमा पनि हुन्छ। उदाहरण स्वरूप भाववाच्यको जस्तै के हुन्छ भने सुतिन्छ, हाँसिन्छ। अब यसमा पनि हामी त्यही अनुमान गर्न सक्छौं, प्रथम पुरुषको हुन सक्छ, द्वितीय हुन सक्छ, तृतीय हुन्छ। त्यसैले यस्तो वाक्यले के हुन्छ भने सकृतक वाच्य। त्यसै गरी यस्तो वाक्य जसमा चाहिँ कर्ता चाहिँ हामी अनुमान पनि गर्न सकिँदैन। जस्तै कस्ता वाक्य? मृगहरू पाइन्छ, यो। त्यस्तै गरी यहाँबाट हिमाल देखिन्छ। त्यसैगरी भाववाच्यमा पनि टाउको ठोकियो। भाववाच्यका जस्तै कस्ता वाक्यहरू? रुख चढे, रुख चढे लडिन्छ। भन्नुको अर्थ यस्ता वाक्यमा चाहिँ हामीले कर्ता अनुमान गरेर पनि गर्न सकिँदैनन्। त्यसैले यो कर्ममा पनि हुन्छ, भाववाच्यमा पनि हुन्छ। यस्ता वाक्यलाई चाहिँ अकृत वाच्य चाहिँ भनिन्छ। त्यसै गरी एउटा अझै महत्त्वपूर्ण जानकारी, सर्वनाम सम्बन्धी। अब कर्तामा सर्वनाम आएको अवस्थामा कुन सर्वनामलाई त? जस्तै आफू, आफू त यही बसिन्छ, अथवा बनाउँदा पहिला बस्छु। यसलाई बनाउँदाखेरि आफू त यही बसिन्छ। यो उदाहरणमा मैले के देखाउन खोजेँ भने आफू सर्वनाम आएपछि यो लोप हुँदैनन्, रहिरहन्छन् भनेर देखाउन खोजेँ यो वाक्यबाट। त्यसै यसलाई आत्मवाचक सर्वनामको रूपमा, अनि यो चाहिँ लोप हुँदैनन् भने उदाहरणको लागि मैले एउटा यो उदाहरणलाई प्रस्तुत गरेँ। यसो अर्थ अलावा अर्को कुरा चाहिँ अझै के हुन्छ? कहिलेकाहीँ कस्तो हुन्छ भने क्रमवाच्य भएर पनि भाववाच्य रूपमा देखा पर्छ। यस्तो अवस्था कति बेला, कस्तो वाक्यमा यस्तो हुन्छ? जो क्रमवाच्य हुन्छ। तिमी देखिए। अब यो क्रमवाच्य छन् तर यसलाई यसरी लेखिदियो भने तिमीलाई
देखियो। यो भावलाई चाहिँ बढी गरिराखेको कारण यस्ता वाच्य चाहिँ क्रमवाच्य हुँदा पनि यदि लाई जस्ता विभक्ति लगाइदिएको छ भने त यो भाववाच्य नै हुन्छ भन्ने यो जानकारी मैले यस वाक्यबाट चाहिँ दिन खोजेँ। अब अर्को महत्त्वपूर्ण अलिकता मलाई लागेको मैले आफू अनुभूति गरेका विद्यार्थीहरूमा सुरुमा विद्यार्थीहरूले वाक्यलाई बनाउँदाखेरि क्रिया जब उसले लेख्छन् त साना साना त्रुटिहरू उसले गरिराखेको हुन्छ। जस्तै उदाहरण स्वरूप राम कथा लेख्छ, यो वाक्य राम कथा जस्तै यसलाई बनाउँदाखेरि र राम भात खान्थ्यो, रामबाट खाइन्थ्यो। यहाँ मैले के देखाउन खोजेँ भने यो क्रियामा र यो क्रियामा बच्चाले के गरिदिन्छन् भने यहाँ प्रत्यक्ष ई देखा पर्यो जोड्दाखेरि हामीले वाक्य के अरे धातुमा जब ई प्रत्यय लाउँछौँ वाच्य परिवर्तन गर्नको लागि त यहाँ त यो यस्ता प्रकारको खावाला धातुमा त ई के हुन्छ प्रत्यक्ष देखा पर्छन्। तर यो मात्रामा जब परिवर्तन हुन्छन् भने त्यहाँ बच्चाले के गर्छन् भने अलिक त्रुटि गर्छन्। त्यो मैले मात्रै देखाउन खोजेँ। त हामीले यहाँ के ध्यान दिनुपर्छ भने लेख र प्लस ईलाई हामी जोड्छौँ भने त तपाईँले ककाकिकी यदि पढ्नु भएको छ भने त त्यही त ककाकिकीमा मात्रा लागेपछि के भन्छ खीको रूप त यस्तो आइहाल्छ नि मात्रा जोडेपछि। यो मैले यो उदाहरणबाट मुख्यतः दर्शाउन खोजेँ कि त्यहाँ चाहिँ यसरी कस्तो गर्छ भने लेख खी छ यसरी चाहिँ उनी देखेको छौँ। कहीँ सबै बच्चामा त यस्तो त्रुटि हुँदैन, कोही हुन्छ भने त त्यो बच्चालाई मैले यो जानकारी गराउन खोजेँ कि यदि यस्तो छ भने मात्रा लाग्दाखेरि त्यो रूप बदलिहाल्छ त्यसो। अनि यति कुरा चाहिँ जानकारी राखेर हामी गऱ्यो भने वाच्य चाहिँ के हो, वाच्य कसरी परिवर्तन गर्न सकिन्छ भनेर हामी बुझ्छौँ। र मुख्यमा पनि वाच्य भनेको कर्ता कर्म र भावमध्ये कसको आधारमा चाहिँ क्रियालाई दौडाइराखेको छ अथवा हिँडाइराखेको छ त्यही नै के हो त वाच्य हो। त आजको भिडियो के कस्ता लाग्यो तपाईँहरूले सरसल्लाह दिनुहुने नै छ, अवश्य पनि दिनुहुन्छ। यति भन्दै म आफ्नो यो भिडियोलाई यहीँ रोक्छु। धन्यवाद। हवस् त।